नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो कोशी स्पोर्ट्स टिभी युट्युब च्यानलमा। आज हामी खेलकुद प्रेमीहरूका लागि, विशेष गरी भलिबल खेलका फ्यानहरूका लागि एउटा ठूलो र निकै उत्साहजनक खबर लिएर आएका छौं। सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला अवस्थित तुर्माखात गाउँ कार्यपालिकाको कार्यालयले खेलकुद र खेलाडीको मनोबल बढाउनका लागि एउटा भव्य खेलकुद महोत्सव आयोजना गर्दैछ। हो साथीहरू, तुर्माखातमा तेस्रो अध्यक्ष कप खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। यदि तपाईँ भलिबल खेलमा रुचि राख्नुहुन्छ वा तपाईँले पालिकामा उत्कृष्ट खेलाडीहरू छन् भने यो भिडियो तपाईहरुले अन्तिमसम्म हेर्नुहोला, किनभने यस प्रतियोगितामा पुरस्कारको राशि भने निकै ठूलो तोकिएको छ। सबैभन्दा पहिला कुरा गर्नेछौँ यो प्रतियोगिता कहिले र कहाँ हुँदैछ भन्ने बारेमा। यो प्रतियोगिता यही मिति 2083 साल असार 19 गतेदेखि असार 22 गतेसम्म चल्नेछ। स्थान भने खेलहरूको अछामको तुर्माखात 4 स्थित श्री कालेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ। असार महिना वर्षाको समय भए पनि खेलको माहौलले अछामलाई निकै गरमाउने निश्चित पनि देखिन्छ। हामीले सुरुमै यहाँहरूलाई एउटा कुरा भनेका थियौँ कि पुरस्कार राशि भने निकै ठुलो रहेको छ भनेर, र यस खेलको प्रथम पुरस्कार कति होला त? आउनुहोस् यो विषयमा पनि छलफल गर्नेछौँ। यस खेलमा प्रथम पुरस्कार भने 2,51,151 रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय स्थान ओगट्ने टोलीले, दोस्रो हुने टिमले नगद रु 1,31,151 रुपैयाँ प्राप्त गर्नेछ र तेस्रो स्थान हासिल गर्ने टिमले नगद रु 75,151 रुपैयाँ प्राप्त गर्नेछ। यति मात्रै कहाँ हो र साथीहरू, खेलाडीहरूको व्यक्तिगत प्रतिभाको कदर गर्नका लागि उत्कृष्ट विधागतहरूको पुरस्कारको व्यवस्था पनि गरिएको छ। MVP अर्थात् मोस्ट भ्यालुएबल प्लेयर पुरस्कार र प्रत्येक खेलमा म्यान अफ द म्याचको समेत व्यवस्था गरिएको छ। टिम दर्ता प्रक्रिया रेजिस्ट्रेसन डिटेल अन्तर्गत यदि तपाईहरूको पालिकाको टिम यस प्रतियोगितामा भाग लिन चाहन्छ भने दर्ता प्रक्रिया निम्न कुरामा ध्यान राख्नुपर्नेछ। टिम दर्ता शुल्क नगद रु 10,000, दर्ता गर्ने अन्तिम मिति असार 18 गतेसम्म मात्र रहनेछ। त्यसैले ढिलो नगरी आफ्नो बलियो टोलीलाई खेल जित्न साबित गर्न चाहनुहुन्छ भने आफ्नो स्थानलाई चाहिँ सुरक्षित गरिहाल्नुहोला। यस प्रतियोगिताको बारेमा थप जानकारी लिन वा टिम दर्ता गर्नका लागि तपाईँहरूले सिधै आयोजक समितिका जिम्मेवार व्यक्तित्वहरूलाई पनि कल गर्न सक्नुहुनेछ। भीम बहादुर, कमल बहादुर, त्यसैगरी इमेल समेत तपाईँहरूले पठाउन सक्नुहुनेछ। विशेष जानकारी जो खेलप्रेमी आछाम पुगेर प्रत्यक्ष खेल पाउनुहुन्न उहाँहरूका लागि खुसीको खबर हो। यो प्रतियोगितामा नमस्ते सुर्खेत मार्फत प्रत्यक्ष प्रसारण समेत गरिनेछ। तपाईँले घरमै बसेर आफ्ना मनपर्ने टिमलाई, टोलीलाई हौसला प्रदान गर्दै खेलाडीहरूलाई सपोर्ट गर्न समेत पाउनुहुनेछ। तसर्थ आफ्नो पालिकाको शान बढाउन र खेलाडीहरूको क्षेत्रमा आफ्नो नाम चम्काउन यो सुवर्ण अवसर नगुमाउनुहोला। तपाईँलाई कुन पालिकाको टिमले यो प्रतियोगिता जित्छ जस्तो लाग्छ तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि हामीले अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद। जय नेपाल, जय खेलकुद।